म चाहिँ अहिले चन्द्रगढी एयरपोर्टबाट काठमाडौँको लागि प्रस्थान गर्दैछु होइन। बोर्डिङ लिइसकेँ, बोर्डिङ गरेर गेटबाट भित्र जाँदैछु। तपाईँले देख्न सक्नुहुनेछ पर बुद्धहरूको फ्लाइट पनि आइरहेको छ होइन। बुद्ध एयर पनि आइरहेको छ यहाँ र मेरो चाहिँ फ्लाइट हो यति एयरलाइन्सको। म चाहिँ अहिले जाँदैछु। यो हो चन्द्रगढी एयरपोर्ट होइन, चन्द्रगढी एयरपोर्ट है। नेपालको झन्डा छ यहाँ, राष्ट्रिय झन्डा होइन। यहाँ डाइनोसर देख्नुहोस् हुन्छ। वेलकम टु चन्द्रगढी एयरपोर्ट लेखेको छ यहाँ डाइनोसर होइन। हामी चाहिँ जाँदैछ अगाडि। यहाँतिर चाहिँ बुद्ध एयर है, बुद्ध एयर है, बुद्ध एयर, बुद्ध एयर हो। यता बुद्धको मूर्ति पनि देख्न सक्नुहुन्छ। हामी जाने भनेको यति एयरलाइन्स, फ्रम यति एयरलाइन्स टु काठमाडौँ, फ्रम भद्रपुर यो यति एयरलाइन्स। म चाहिँ ग्राउन्डमा छु। पछाडि बुद्ध एयर देख्नुहुन्छ, देख्न सक्नुहुनेछ है बुद्ध एयर। अगाडि यति एयरलाइन्स, मजा नै फ्लाइट चलिरहेछ यो यति एयरलाइन्स। मैले चन्द्रगढी एयरपोर्टमा छु। काम भनेको मौसम सफा छ, आकाश पूर्ण रूपमा खुलेको छ होइन। बुद्ध एयर चाहिँ अब प्यासेन्जर बसिसकेको छ, अब यो उड्ने क्रममा छ। प्यासेन्जरहरू चाहिँ यति एयरलाइन्सको गेटबाट भित्र प्रस्थान गर्दै हुन्छ। गेटतिर प्रस्थान गर्दैछु है साथीहरू।